Hello friends, welcome back to our new video. आजको टपिक हाम्रो एसिम्पटोट रहेको छ। यो पनि हाम्रो एक्जामको प्रिभ्यूमा हेर्ने हो भने धेरै नै इम्पोर्टेन्ट टपिक हो र 100% नै सोध्छ भन्न सकिन्छ। एसिम्पटोट भनेको के हो? हाम्रो एक्जाममा सोध्ने चाहिँ कसरी हो भनेपछि व्हाट इज एसिम्पटोट भन्ने डेफिनेसन सोध्न सक्छ र साथै एउटा क्वेशन दिन्छ। आज हामीले एसिम्पटोट भनेको चाहिँ के हो भन्ने कुरा बुझ्नेछौँ। A straight line is said to be asymptote when the perpendicular distance from a point x or y to the straight line tends to 0 and x, y or both tends to infinity. यो नर्मल डेफिनेसन भएको तपाईहरुको अरु भन्दा पनि यो सजिलो नै छ। यो चाहिँ हेरेर हजुरहरुले बुझ्न पढ्न सक्नुहुन्छ। हाम्रो एसिम्पटोट भनेको तीन टाइपको हुन्छन्। होरिजेन्टल एसिम्पटोट, भर्टिकल एसिम्पटोट र अब्लिक एसिम्पटोट। हामीले डेफिनेसनमा भने अनुसार x, y or both tends to infinity। यदि हाम्रो x tends to infinity हुन्छ भने हाम्रो होरिजेन्टल एसिम्पटोट हुन्छ। होरिजेन्टल एसिम्पटोट भनेको कस्तो भनेपछि त्यसमा x इन्फिनिटी हुन्छ र हाम्रो सोलुसन चाहिँ प्यारलल टु x एक्सिस हुन्छ। तपाईहरुले ग्राफमा पनि यो हेर्न सक्नुहुन्छ। हाम्रो x इक्वल टु a भन्ने यदि यो इन्फिनिटी टर्मसम्म यदि छ भने हाम्रो सोलुसन चाहिँ प्यारलल टु x एक्सिस हुन जान्छ। र यदि भर्टिकल एसिम्पटोट्स भनेको इफ y टर्म इन्फिनिटी सम्म जान्छ भने y टेन्ड्स टु इन्फिनिटी भने यो हाम्रो सोलुसन चाहिँ प्यारलल टु y एक्सिस हुन्छ। यो ग्राफमा पनि त्यही कुरा लेखेको छ। हाम्रो यदि y टर्म्स कन्स्ट्यान्ट छ, टेन्ड्स टु इन्फिनिटी छ भने हाम्रो जुन सोलुसन छ त्यो चाहिँ प्यारलल टु y एक्सिस हुन जान्छ। र अब्लिक एसिम्पटोट्स भनेको हाम्रो x र y दुईटै टर्म इन्फिनिटी सम्म जान्छ र त्यसको सोलुसन चाहिँ y इक्वल टु mx प्लस c हुन्छ। कसरी हुन्छ, m र c कसरी फाइन्ड गर्ने भन्ने कुराहरु यहाँनिर बुझ्न सक्नुहुन्छ तपाईहरुले। हाम्रो m भनेको स्लोप हो यहाँनिर र c भनेको कन्स्ट्यान्ट भन्ने बुझिन्छ र यसको ग्राफ चाहिँ यति हो। यो कुरा चाहिँ हेर्न सक्नुहुन्छ तपाईहरुले। यसमा कुनै पनि टर्म्स टिल्स इन्फिनिटी छैन कि x र y बोथ बाट यो हाम्रो सोलुसन निस्केको छ। र m र c चाहिँ कसरी फाइन्ड गर्ने त? अब हाम्रो अब्लिक एसिम्पटोट्स चाहिँ अलि गाह्रो मानिन्छ धेरै जसो अरु केसहरु भन्दा, किनभने यसमा हाम्रो प्यारलल केसहरु हुँदैन। हामीले यसमा m स्लोप र c को भ्यालु फाइन्ड गरेर बल्ल मात्र हामीले यसको सोलुसनहरु फाइन्ड गर्न सक्छौं। कसरी फाइन्ड गर्ने त? हामीले m फाइन्ड गर्दाखेरि इक्वेशन्सहरुमा सबसे हाईएस्ट डिग्री जुन हुन्छ त्यो हाईएस्ट डिग्री इक्वेशनहरु जस्तै x को पावर हाम्रो फर एक्जाम्पल x को पावर 4 प्लस 2x स्क्वायर y स्क्वायर यस्तो खालको टर्महरु छ हाम्रो इक्वेशनमा भने हामीले सबसे हाईएस्ट पावर फोर्थ पावरहरुलाई लिएर x को ठाउँमा 1 र y को ठाउँमा m राखेर हामीले m को भ्यालु फाइन्ड गर्न सक्छौं। यो टर्मलाई हामीले 0 पुट गरेर यहाँबाट हामीले m को भ्यालु फाइन्ड आउट गर्न सक्छौं। यहाँबाट m को हाम्रो केही न केही भ्यालुहरु आउँछन् र हाम्रो यो एसिम्पटोटको क्वेशनहरुमा हाम्रो जति डिग्री हुन्छ, जस्तै कि हाम्रो इक्वेशन 4th डिग्री छ भने चारवटा सोलुसन आउँछ भने 3rd डिग्री छ भने तीनटा सोलुसन आउँछ। त्यहाँबाट हामीले फाइन्ड आउट गर्न सक्छौं कि हाम्रो m कतिवटा आउँछ होला भन्ने जस्तो। यदि हाम्रो अब्लिक एसिम्पटोट मात्रै छ, त्यो क्वेशनमा x र y दुईटै टर्महरु प्रेजेन्ट छन् भने हाम्रो चारवटा m को भ्यालु आएर हामीले चारवटा यस्तो इक्वेशनहरु फाइन्ड गर्न सक्छौं। y इक्वल टु mx प्लस c भन्ने यिनी टर्महरु हाम्रो चारवटा इक्वेशनहरु आउँछन्। तर m कसरी फाइन्ड गर्ने त? m फाइन्ड गर्नलाई मैले भनि नै सके हजुरहरुलाई। सबसे हाईएस्ट डिग्रीको टर्मलाई x को ठाउँमा हामीले 1 राख्छौं र y को ठाउँमा हामीले m राखेर, जस्तै कि यही क्वेशनमा हामीले 1 प्लस 2m स्क्वायर इक्वल्स टु 0 गरेर हामीले यहाँबाट m को टर्महरु m फाइन्ड गर्न सक्छौं। र m फाइन्ड गरिसकेपछि c चाहिँ कसरी फाइन्ड गर्ने त? यदि m को भ्यालु रिपिटेड छ, जस्तै कि हाम्रो m फाइन्ड आउट गर्दाखेरि दुईटै 1 1 1 यस्तो खालको आयो भने त्यस्तो बेला हामीले यो वाला फर्मुला यो हाइलाइट गर्नु होला तपाईहरुले नोट बनाउँदाखेरि। मैले हाइलाइट गरिदिसके हजुरहरुको अगाडि नै यो फर्मुला युज गरेर हामीले m बाट c फाइन्ड गर्छौं। यो यिनी टर्महरु हामीले कसरी निकाल्ने भन्ने क्वेशन गर्दाखेरि हजुरहरुलाई बुझाउने नै छौं, सिकाउने नै छौं र यही फर्मुला युज गरेर हामीले c को भ्यालु फाइन्ड आउट गर्छौं। र यदि m को भ्यालु रिपिटेड छैन, यसको अर्को कन्डिसन के हो भनेसी इफ m इज डिफरेंट then to find c we use the formula। यदि m को भ्यालु हाम्रो 1 2 3 यस्तो डिफरेंट आउँछ भने त्यसको लागि हामीले छुट्टै फर्मुला युज गरेर c निकाल्नु पर्ने हुन्छ। त्यो फर्मुला चाहिँ यो हो। यो फर्मुला पनि नोट गरेर राख्नु होला तपाईहरुले। हामीले क्वेशन सल्भ गर्ने बेला यिनी फर्मुलाहरु धेरै नै चाहिन्छ र यिनी टर्महरु
बुझेकै हुनुपर्छ, नत्र भने कुनै पनि क्वेसनहरू सल्भ हुँदैन। अहिले देख्दाखेरि हजुरहरूलाई यिनी क्वेसनहरू गाह्रो लाग्न सक्छ, इन टर्महरू हेर्दाखेरि गाह्रो लाग्न सक्छ, तर हामीले क्वेसन गर्दै जाँदा क्वेसन गर्न बस्यो भने यिनीहरू सबै फ्यामिलिटाइज भइहाल्छ, हामीले बुझि नै हाल्छौँ राम्ररी। अब हामीले यिनी कुराहरूलाई कसरी इम्प्लिमेन्ट गर्ने, कसरी क्वेसन सल्भ गर्ने, किनभने हामीलाई इक्जाममा सोध्ने त यिनी डेफिनेसनहरू त होइनन्, पक्कै पनि रुल्सहरू त सोध्दैन। क्वेसन सोध्छ, त्यसलाई कसरी चाहिँ सल्भ गर्ने, के गरी सल्भ गर्ने भन्ने कुराहरू म तपाईँहरूलाई एउटा इक्जाम्पल गरेर बुझाउने छु। अब यहाँनिर हाम्रो एउटा क्वेसन छ। अब यो क्वेसन्स असिम्टोटको क्वेसन यस्तो सोध्यो भने हामीले कसरी गर्ने, के गर्ने भन्ने कुरा म हजुरहरूलाई भन्छु, ध्यान दिएर हेर्नु होला। यो हामीले दिएको एउटा पोलिनोमियलको इक्वेसन छ। पहिला यसलाई ओपन गरौँ, खोलेर सल्भ गरेर हेरौँ है कस्तो आउने रहेछ भनेपछि। एक्स स्क्वायर माइनस 2xy प्लस वाई स्क्वायर, यसको फर्मुला भयो होइन, माइनस ए स्क्वायर एक्स स्क्वायर प्लस वाई स्क्वायर, यो चाहिँ खोल्नु परेन, 0। अब भित्र मल्टिप्लाई गरिदिउँ त के आउँछ, एक्स पावर 4 माइनस 2x क्युब वाई प्लस एक्स स्क्वायर वाई स्क्वायर माइनस ए स्क्वायर एक्स स्क्वायर माइनस ए स्क्वायर वाई स्क्वायर इक्वल्स टु 0। यहाँसम्म बुझ्नुभयो होला पक्कै पनि। अब हामीले यो देख्ने बेला हेर्नुभयो होला तपाईँहरू, यो 4th डिग्री इक्वेसन हो कि नै हाम्रो, किनभने x को पावर 4 छ, त्यही भएर यो 4th डिग्री इक्वेसन हो। भनेपछि लेखौँ है, दिस इक्वेसन इज 4th डिग्री, therefore it must have 4 asymptotes है। मैले तपाईँहरूलाई पहिला भने जस्तै हाम्रो जति डिग्री इक्वेसन हुन्छ त्यति नै हाम्रो त्यतिवटै एसिम्टप्सहरू हुन्छन्। अब यस पछाडि के गर्नु पर्यो भनेपछि यो इक्वेसन हेर्ने, हाम्रो एक्स पावर 4 त छ, तर यहाँनिर कतै तपाईँहरूले वाई पावर 4 को टर्म्स हेर्नु भएन। भनेपछि यहाँ हाम्रो वाई को पावर 4 टर्म अब्सेन्ट छ, वाई को पावर 4 इज अब्सेन्ट। भर्खर मैले तपाईँहरूलाई भने कि यदि हाम्रो वाई इन्फिनिटीसम्म जान्छ भने त्यो हाम्रो भर्टिकल असिम्टप्स हुन्छ। सो यहाँ के लेख्नु पर्यो भनेपछि देयर इज भर्टिकल असिम्टप्स। भर्टिकल असिम्टप्स त लेख्यौँ, भर्टिकल असिम्टप्सको क्वेसनबाट हामीले कसरी फाइन्ड गर्ने त, कसरी त्यसको असिम्टप्सहरू निकाल्ने हेरौँ है। त्यसको लागि के गर्नु पर्यो भनेपछि हाइएस्ट पावर अफ वाईलाई 0 सितै इक्वेट गर्नुपर्छ। त्यो गरेपछि हामीले यो भर्टिकल असिम्टप्सहरू निकाल्न सक्छौँ। यसमा यो इक्वेसन हेर्नु तपाईँ, हाइएस्ट पावर अफ वाई चाहिँ कुन कुन छ, एउटा यहाँनिर छ, एउटा वाई स्क्वायर र एउटा यहाँनिर छ वाई स्क्वायर, त्योभन्दा अरू केही छ, यहाँ एउटा पावर मात्रै छ सिङ्गल, अरू त कतै छैन होइन। भनेपछि दुईटा आयो हाम्रो, एक्स स्क्वायर माइनस ए स्क्वायर इक्वल्स टु 0। यो इक्वेट गऱ्यौँ भने हामीले दुईटा असिम्टप्सहरू पाउँछौँ। यसलाई गर्दाखेरि हामीले के पायौँ भनेपछि एक्स स्क्वायर इक्वल टु एक्स स्क्वायर अनि एक्स इक्वल टु प्लस माइनस ए, दुईटा त आयो हाम्रो। तर मैले यहाँनिर भनेको छु हजुरहरूलाई इट मस्ट ह्याभ 4 असिम्टप्स। भनेपछि बाँकी दुईटा कसरी निकाल्ने त, भनेपछि दुईटा त भर्टिकल भए, दुईटा चाहिँ हाम्रो अब्लिक असिम्टप्स हुन्छ। देयरफोर दि remaining must be oblique asymptotes. The remaining must be oblique asymptotes है। यो कसरी आयो यहाँनिर हामीले त्यो पनि लेखिदिउँ है, इक्वेटिङ हायर कोएफिसिएन्ट of y to 0। यही त गरे हम हामीले, हाइएस्ट कोएफिसिएन्ट अफ y लाई 0 बाट इक्वेट गरे हम हैन। यदि यहाँ तपाईहरुको x को पावर 4 अब्सेन्ट हुन्छ भने तपाईहरुले त्यति बेला हाइएस्ट पावर अफ x लाई इक्वल्स टु 0 गर्नुपर्छ। र यहाँनिर हाम्रो y को टर्म अब्सेन्ट छ, त्यही भएर हामीले y को पावर 4 इक्वल
y को हाइएस्ट कोफिसिएन्ट त 0 गरिम द रिमेनिङ y रिमेनिङ असिम्प्टप्सहरू अब्लिक असिम्प्टप्स हुन्छन् त्यही भनेपछि y इज इक्वल टु mx प्लस c वाला टर्ममा के मैले त्यो हजुरहरूलाई डेफिनेसन टर्ममा मैले भनेकै थिएँ यो कुरा y इज इक्वल टु mx प्लस c भन्ने हाम्रो अब्लिक असिम्प्टप्स हो अब हामीले m र c चाहिँ फाइन्ड गर्नुपर्छ त्यसको लागि पहिले के गर्नु पर्यो भनेपछि पुटिङ x is equal to 1 and y is equal to m. Then यो भनेपछि अब यहाँनिर बुझ्नु तपाईहरुले हाम्रो इक्वेसनमा फोर्थ पावर भएको कुन कुन छन् एउटा यो छ एउटा यो पनि छ तीनटै छन् हैन हो यसको मतलब त्यही हजुरहरुको फोर्थ पावर भएकोहरुलाई यो टर्ममा खोलिकन लेख्नु पर्यो जस्तै कि अब मसित यहाँ x को पावर 4 छ हैन अब मैले 1 को पावर 4 गर्दाखेरि के आयो त मेरो 1 नै आयो नि त अब अरु फोर्थ पावरको के छन् त फोर्थ पावरको अरु के छन् यहाँनिर एउटा यो पनि छ भनेपछि यसलाई पनि लेख्नु पर्यो मैले 1 र m मिलाएर लेख्ने हो भने 2m आउँछ कि नै हो किनभने 1 को क्युब भने 1 नै हुन्छ y भने m आयो भनेपछि -2m आयो र यसको लागि प्लस m स्क्वायर आयो हैन भनेपछि हाम्रो के हुने भयो 1 - 2m प्लस m स्क्वायर कहाँबाट आयो यो हाम्रो माथिकै इक्वेसनबाट आयो यो माथिको इक्वेसनमा हामीले फोर्थ पावर हेर्ने यो हामीले लेख्ने बेला सबसे हाईएस्ट बाट सुरु गर्नुपर्छ यदि हाम्रो फिफ्थ पावरको छ भने 5 वटाबाट सुरु गर्नु पर्यो यदि हाम्रो थर्ड पावर छ भने थर्ड बाटै सुरु गर्नु पर्यो सेकेन्ड छ भने सेकेन्ड बाटै सुरु गर्नु पर्यो हाईएस्ट बाट सुरु गरेर अनि यो टर्ममा खोलिकन यसरी लेख्नु पर्छ हामीले यहीलाई युज गरेर हामीले m फाइन्ड गर्छौं यसलाई पछि हामीले c को भ्यालु निकाल्नलाई यसको डेरिभेटिभ पनि चाहिन सक्छ त्यही भएर अहिले नै मैले निकाल्दे त्यो धेरै गाह्रो कुरा हैन हजुरहरुले डेरिभेटिभ निकाल्न जान्नु नै भयो होला जान्नु नै भएको छ होला 1 को 0 नै भइगयो -2m को 2 नै हुन्छ प्लस यसको 2m नै हुन्छ यसको पनि र यसको मैले डबल डेरिभेटिभ पनि निकाल्दै यहीँनिरै पछि चाहिन सक्छ नचाहिए भने पनि तपाईहरुले यो स्टेप चाहिँ याद राखिरहनु कि कसरी गर्ने कि कस्तो गर्ने किनभने यिनी फर्स्ट डेरिभेटिभ सेकेन्ड डेरिभेटिभ पछाडी तपाईहरुले चाहिन पनि सक्छ नचाहिन पनि सक्छ तर यो निकाल्दा चाहिँ केही नराम्रो चाहिँ हुँदैन तपाईहरुको एक लाइन बढ्ने हो तर यो चाहिँ गर्नु होला भन्ने म सजेसन चाहिँ म गर्नु नै होला भनेर दिन्छु अब यसको फेरि डेरिभेटिभ गर्दा हामीले 2 पाउँछौं 0 को 0 नै भइगयो 2 पे फेरि पनि कन्स्ट्यान्ट आयो त्यसको डेरिभेटिभ 0 नै हुन्छ 2m को 2 नै आयो अब फोर्थ टर्म को लेख्या जस्तै हामीले फेरि पनि थर्ड टर्म को लेख्नु पर्यो थर्ड टर्म को पावर थर्ड भएको हामीसित कतिवटा छ यहाँनिर माथि हेर्नुस् त यो 4 भएको छ यो पनि 4 भएको छ यो पनि 4 भएको छ इन दुईटा 2 भएको छैनन् एउटा पनि छैनन् भनेपछि 0 हुने भयो यो चाहिँ 0 भयो अब सेकेन्ड वाला चाहियो हामीलाई पावर 2 भएको पनि त छ नि त हामीसित भनेपछि यसमा कतिवटा छन् त माथि हेरौं पावर 2 भएको हामीसित यहाँनिर दुईटा छन् a स्क्वायर x स्क्वायर a स्क्वायर y स्क्वायर मैले x लाई 1 लेख्ने भनेको छु y लाई m लेख्ने भनेपछि हामीसित के पायौं भनेपछि -a स्क्वायर 1 को स्क्वायर -a स्क्वायर m स्क्वायर पायौं हैन भनेपछि यो तल लेखौं गएर यो हाम्रो a स्क्वायर 1 को स्क्वायर a स्क्वायर नै भयो -a स्क्वायर m स्क्वायर भयो यति गरिसकेपछि यो स्टेप सम्झिनु होला यति गरिसकेपछि चाहिँ के गर्छौं हामीले भनेपछि इक्वेटिङ हाईएस्ट टु 0 भनेपछि यो टर्मलाई हामीले इक्वल्स टु 0 गर्नु पर्यो यो डेरिभेटिभ गरे होला नै यो त हामीले पछि c निकाल्नलाई लेखेको हो योलाई चाहिँ 0 गर्नु पर्यो यसलाई इक्वल्स टु 0 गर्यौं भने हामीले m को भ्यालु फाइन्ड आउट गर्न सक्छौं 1 - 2m प्लस m स्क्वायर इक्वल्स टु 0 अब यो सल्भ गर्ने हामीले हजुरहरुले नर्मली क्याल्कुलेटरमा राखेर पनि सल्भ गर्न सक्नुहुन्छ म क्याजुअली m स्क्वायर - 2m प्लस 1 मैले यो अगाडि पछाडी गरेर लेखे हो यो भने हाम्रो m - 1 को होल स्क्वायर हो कि नै भन्नु त m स्क्वायर
माइनस 2.1.m प्लस 1 को स्क्वायर हो कि नै यो भनेपछि यसलाई मैले m - 1 लेख्न सके नै m - 1 को होल स्क्वायर लेख्न सके कि नै सक्यो हैन हो यसलाई सल्भ गर्दा हामीले m को भ्यालु 1 नै पाउँछौं 1 and 1 पाउँछौं भनेपछि रिपिटेड आयो कि नै हो रिपिटेड आइसकेपछि हामीले के गर्ने भनेको छु मैले रिपिटेड आएपछि हामीले टु फाइन्ड c c square by 2 fourth double derivative m plus c यसको सिंगल डेरिवेटिभ 3 को m प्लस c हैन हाम्रो यो मात्रै आउँछ यो टर्म यहाँनिर 2 को टर्म आउँछ m इक्वल्स टु 0 यही फर्मुला हामीले पढेको हो कि नै भन्नुस् त मैले यहाँ हजुरलाई n n-1 n-2 भनेर भनेको थिए तर अब चाहिँ हामीसित यो छ भनेसी यिनी कुराहरुलाई राखेर हामीले सल्भ गर्नुपर्छ यो चाहिँ के कुन स्टेप भयो यो हाम्रो टु फाइन्ड m भयो यो चाहिँ टु फाइन्ड c यदि यहाँ रिपिटेड नआएको भए हामी के गर्ने थियौ त योसित हाम्रो अर्को फर्मुला युज हुन्थ्यो त्यो फर्मुला चाहिँ मैले हजुरहरुलाई हिजो पनि भनेमा फेरि पनि भनिदिन्छु माइनस n-1 m डिवाइड बाइ n को डेरिवेटिभ m हामीले त्यो माथि यो फोर्थ को डबल डेरिवेटिभ निकाल्नुको हजुरहरुले कारण बुझ्नु भयो होला हामीलाई c फाइन्ड गर्ने बेला त्यो डबल डेरिवेटिभ चाहिन्छ त्यही भएर मैले माथि नै निकालेर राखे तपाईहरुले त्यहाँ नगरेर यहाँनिर तल आएर पनि गर्न सक्नुहुन्छ तर सकभर माथि नै गर्दा राम्रो है ल अब गरौँ यहाँनिर भ्यालुहरु सबै पुट गरौँ हाम्रो फोर्थ m के छ डबल डेरिवेटिभ 2 मात्रै छ टाइम्स 2 भयो प्लस c इन्टु यो 0 छ त्यही भएर 0 नै भयो प्लस हाम्रो यो के छ माइनस a स्क्वायर m स्क्वायर छ भनेपछि सेम त्यही कुरा सारौँ है माइनस a स्क्वायर m स्क्वायर इक्वल्स टु 0 यो 2 क्यान्सल भयो c स्क्वायर प्लस 0 को 0 नै भइहाल्छ माइनस a स्क्वायर m भनेपछि हामीले 1 राख्छौं दुईटाको भ्यालु 1 छ त्यही भएर रिपिटेडमा हामीले यो युज गर्यौं यदि हाम्रो रिपिटेड भ्यालु नभएको भए हामीले यो फर्मुला युज गर्थ्यौं त्यसमा हामीले छुट्टा-छुट्टै m को भ्यालु राखेर छुट्टा-छुट्टै c निकाल्थ्यौं तर यहाँनिर हाम्रो रिपिटेड भएको हुनाले हामीले m मा एउटै m राख्छौं टाइम्स 1 को स्क्वायर इक्वल्स टु 0 भयो यसलाई सल्भ गरौँ अब c स्क्वायर माइनस 2a स्क्वायर इक्वल्स टु 0 भयो c स्क्वायर इक्वल टु माइनस 2a स्क्वायर मात्रै हुन्छ माइनस हुँदैन c इक्वल टु √2 प्लस माइनस a हुन्छ हाम्रो यो c को दुईटा भ्यालु आयो यसबाट हामीले दुईटा y को इक्वेसन लेख्न सक्छौं so that the required oblique asymptote r y इक्वल टु mx प्लस c को टर्ममा हुन्छ हाम्रो y इक्वल्स टु m भने 1 आहा भनेपछि 1 डट x प्लस c हुने हो हाम्रो प्लस माइनस दुईटा आहा त्यही भएर मैले प्लस माइनस लेख्दिए √2a भयो यो हाम्रो दुईटा भयो यहाँबाट दुईटा आयो र माथिनिर हामीले निकाले हम x इक्वल टु प्लस माइनस a भनेपछि यो दुईटा भनेपछि लास्टमा के लेख्नु पर्यो therefore the required asymptotes are x equal to plus minus a and y equal to x plus minus 2 root under 2a हुन्छ हैन root under 2a यसरी गरेर हामीले चारवटा यसको असिम्प्टोटहरु फाइन्ड गर्यौं
भनेपछि यसको स्टेप्सहरू के रहेछन् त? धेरै गाह्रो कुरा होइन यो। हजुरहरूले स्टेप वाइज अघि बढ्नुभयो भने धेरै नै सजिलो भइजान्छ। देख्दाखेरि गाह्रो देखिन सक्छ, तर यदि बुझ्नुभयो, प्र्याक्टिस गर्दै जानुभयो भने पक्कै पनि गर्न सक्नुहुन्छ। धेरै ठुलो कुरा होइन। हामीले इक्वेसनहरूलाई पहिला खोलेर एकदम मतलब खोलेर त्यसलाई एफएक्सको टर्ममा लेख्छौँ होइन। सेकेन्ड स्टेप के हुन्छ भनेपछि हामीले हेर्छौँ त्यहाँनिर एक्सको पावर अब्सेन्ट छ, वाईको पावर अब्सेन्ट छ कि नै। यदि छैन भने हामीले डाइरेक्ट अब्लिक असिम्प्टोट गरेर सेम त्यही प्रोसेस एक्स इक्वल टु 1 र वाई इक्वल टु एम राखेर यहीँबाट डाइरेक्ट गर्नेछौँ। यहाँबाट यसरी यहाँनिरबाट गर्छौँ यदि हाम्रो कुनै पनि टर्म अप्सन छैन भने। र यदि एक्स अप्सन छ भने होरिजन्टल असिम्प्टोट फाइन्ड गर्छौँ र वाई अप्सन छ भने भर्टिकल असिम्प्टोट फाइन्ड गर्छौँ। भनेपछि पहिला हेर्ने, म नेपालीमै लेखिदिन्छु, हेर्ने एक्सको टर्म अप्सेन्ट छ कि वाईको टर्म अप्सेन्ट छ, एक्सएनको टर्म अप्सेन्ट छ कि वाईएनको टर्म अप्सेन्ट छ, त्यो कुरा हेर्ने। यदि दुइटै प्रेजेन्ट छन् भने अब्लिक असिम्प्टोट लाउने, त्यो मेरो भयो कि दुइटै प्रेजेन्ट छन्। यो हाम्रो सेकेन्ड स्टेप भयो। त्यसपछि थर्ड स्टेप एक्स इक्वल टु 1 वाई इक्वल टु एम राखेर सल्भ गर्ने। यदि यिनीहरू अप्सन छन् भने त्यसको एउटा अरू स्टेप थपिन्छ, हाइएस्ट पावरलाई, हाइएस्ट कोएफिसिएन्ट अफ इच टर्मलाई इक्वल्स टु 0 गर्छौँ हामीले। यहाँनिरबाट होरिजन्टल र भर्टिकल असिम्प्टोट फाइन्ड गर्छौँ योबाट। यति कुराहरू हेर्नुभयो भने यदि छैन, यो दुइटै प्रेजेन्ट छ भने यहाँनिर आएर एक्स इक्वल टु 1 वाई इक्वल टु एम राखेर हामीले अब्लिक असिम्प्टोटहरू फाइन्ड गर्छौँ। त्यसपछि हामीले यिनी टर्महरूलाई फाइन्ड आउट गरेर लेख्छौँ। त्यो लेखिसकेपछि हाइएस्ट जुन हुन्छ टु फाइन्ड एम भन्ने हुन्छ, टु फाइन्ड एम हामीले हाइएस्ट जुन हुन्छ त्यहीलाई इक्वल्स टु 0 गरिकन लेख्छौँ। त्यसबाट एम फाइन्ड गर्छौँ र त्यसपछि टु फाइन्ड सी भन्ने हुन्छ। यसको लागि पनि हामीसित दुईटा फर्मुला छ। यो फर्मुला मैले हजुरहरूलाई भनिदिइसकेँ, यहाँ फेरि पनि लेखिदिन्छु, हेर्नु होला। 3/2 nm प्लस सी n-1m फर्स्ट डेरिभेटिभ प्लस क्यू n-2 इक्वल्स टु 0। एउटा यो कुन बेला चाहिन्छ त? जब m को भ्यालु रिपिटेड हुन्छ त्यति बेला मात्रै। र यदि m को भ्यालु रिपिटेड छैन, फरक छ भने c इक्वल्स टु हाम्रो -n-1m र तलतिर n सिंगल डेरिभेटिभ m हो। तपाईहरुले असिम्प्टोट्सको क्वेशनहरु सल्भ गर्नको लागि यति स्टेपहरु चाहिँ बुझ्दिनु पर्छ। होप तपाईहरुले बुझ्नुभयो होला। यदि बुझ्नु भएको छैन भने हामीलाई कमेन्टमा भन्नु होला। हामी फेरि पनि यसको अर्को क्वेशनहरु लिएर हजुरहरुलाई बुझाउने प्रयास गर्नेछौं। धन्यवाद।